तिमीलाई एउटा च्यालेन्ज दिन्छु नि त 5 मिनेटभित्रलाई जे किन्छौ सबै बिल बनाइदिन्छु ल 5 मिनेट बच्चाहरूले साइड डिस खुवाउँछ होइन कहिले बनाउने त छोरी बुढी ए बुढी किस्ता बिलिङ गरिदिनु त पैसा कि हामीलाई पनि दिनु हो दाइ मान्छे सबैजनाले हेर्छ पनि होइन युट्युबमा हालेपछि देवा त हाम्रो पास नै सबै पेमेन्ट चाहिँ मैले गरिदिँदा हुन्छ के लिँदै हो सपिङको काम हुँदैछ ए कहाँ खानु म्याङ्गो जुस अहिले खाने होइन के सक्यो र घरमा हामी चाहिँ सामान किन्न लागेको धेरै दिन भएको थियो घरमा भने ब्रस ए के चाहिन्छ भने आज म किनिदिन्छु ल पैसा हुनु परेन पेमेन्ट मैले गर्नुपर्ने रे केही पनि छैन पैसा छैन बेसार के छ चाहिन्छ त्यहाँ हाम्रो बजारमा जे चाहिन्छ सबै थोक किन्न पाइन्छ के चाहियो हिरो तँलाई त सबै थोक चाहिहाल्छ तिमीलाई एउटा च्यालेन्ज दिन्छु नि त 5 मिनेटभित्रलाई जे किन्छौ सबै बिल बनाइदिन्छु ल 5 मिनट टाइम ल 5 मिनेट त धेरै छ ट्याप सबै हाल्छ साँच्ची भन्ने ल हो तर 5000 भन्दा बेसी चाहिँ बिल उठाउनु पाएन ल यो बाइक है त यो बाइक ल यो बाइक यो नलिने कि अर्को लिनु छोड अर्को लिने कि यो भनेर भन्ने मात्र हो पैसा चाहिँ छैन है गाइस अरू के चाहिन्छ के लिइसक्यो टुक्यम बिस्कुट्स के ससेज हाल्ने ससेज हाल नि त ससेज हाल्ने छ त उता छ त ससेज लिएको अब के बाँकी छ स्याम्पू कस्मेटिक आइटम के चाहियो साबुन सरफ पनि हाल न लुगा धुन्छ सरफ भयो अरू के चाहिने जिरा भयो अब अरू के सातु पनि हाल्ने नेस्क्याप तिम्रो टास्क पुरा हुँदैछ छिटो 5 मिनेटमा जम्मा यति मात्र किने सोयाबिन बट्टा त भरिन लागिसकेछ त के किने हो बट्टा भरिन त लागिसकेछ सरफतिर हाल पतञ्जली ठिक हुन्छ पतञ्जली सरफ ए सरगम चाहिँ पाउँदैन के हो त्यो चिम्टी लाने गाई बिस्तारै सपिङहरू भइरहेको छ घरमा चाहिँ धेरै दिन सामानहरू पनि किन्नुपर्ने थियो किनेको पनि यताको त केही काम लाग्दैन हामीलाई पिनट्सहरू लाने भयो अरू केही किने के चाहिन्छ अब आज केही स्पेसल खाने हो कि भयो अब तेल पनि छैन 2 प्याकेट हालौँ योभन्दा त कार्टुनमा सजिलो हुन्छ कि कार्टुनमा किन्न पाएको हुन्थ्यो अब के गर्नु बच्चाहरूले साइडलेस खुवाउँछ होइन बाबु टिप ल जल अब यो अर्को सेकेन्ड बेबी जन्म हुँदाखेरि काम लाग्छ होइन कहिले बनाउने त छोरी बुढी ए बुढी यो चाहिँ होइन स्याम्पू बच्चालाई नुहाउने एकदम यो चाहिँ अब अर्को एउटा यत्रो भयो अब अर्को भएपछि यो चाहिँ सामानहरू बिस्तारै किन्ने स्याली सबै खुवाउने यो पनि सबै खुवाउने अब अहिले चाहिँ छैन अझै प्लानिङ बनिरहेको छ 4-5 वर्षपछि अझै फ्युचर बनेपछि अहिलेलाई चाहिँ त्यस्तो केही होइन सामान चाहिँ अब लिइसकेको छ हो मुकेश दाइ बिलिङ गरिदिनु त ल पैसा कि हामीलाई पनि दिनु हो दाइ के साह्रो पैसा बाफ्रे बाफ हाम्रा भिडियो दियो दाइ यति कति हुन्छ बिल गरिदिनु त यति सामान किनेको अब बिल गर्नु न कति हुन्छ मैले बुढीलाई टास्क दिएको थिएँ ए यो जे पाइदिने हाल्यो के हाल्दैन
ल राख यति 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 भइपुग्छ यति ल अब यो घरमा सामानहरू धेरै दिन भएको थियो सिद्धिएको आज चाहिँ सामानहरू किनेर लाने ल मुकेश दा यो बिल गरिदिनु त कति भयो करेन्ट हाचेप्यो ल बाबु त हाचेप्यो करेन्ट चाउचो पनि हालेँ बोकबाङ गर्नलाई थम्बनेल बनाइदिन्छु म बोक्नु होला बिल पनि यहाँ हुँदैछ दा कतिसम्म उठ्यो अहिलेसम्म बिल हिसाब जोड्ने बाहेक चाहिँ धेरैको बिल नउठाउनु नि फेरि डिस्काउन्ट कतिको अफर छ दाइ अहिले 20% अफर छ मेरो लागि कि सबैको लागि दाइको त यहाँ फेरि प्रमोट पनि गरिदिइरहेको छु नि मैले हाम्रो बजार मान्छे सबैजनाले हेर्छ पनि होइन युट्युबमा हालेपछि अनि यहाँ सस्तो पाउँछ भनेर आउँछ अनि यति 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 पनि सस्तो नगरिदिनु दाइ सामान अझै यति धेरै कसलाई बाबुलाई पछिको आइटम त तपाईँले भनेर पठाए हो मैले यो त मैले त्यति क्रेजिङ भइरहेको थियो किनेको चाउचो त्यो सबै सामान धेरै कहाँ छ त हौ ढेवा हाम्रो बास ढेवा छैन नि त कति धेरै सामान छाने छ मेरो बुढीले 5 मिनटको टास्क दिएको त यति धेरै सामान छाने रहेछ तर के गर्नु ढेवा त हाम्रो पास नै हे हाम्रो पास ढेवा नै हे जति बिल उठे पनि आफैले तिर्नुपर्छ होइन के गर्ने गाह्रो छ सबै पेमेन्ट चाहिँ मैले गरिदिँदा हुन्छ अब तिमी नै छौ अहिले कमाउने धेरै होइन किन बेबी जे पनि लिएर आउँछ काउन्टरमा बिलिङ भइरहेको दाइले बिलिङ गरेर डिस्काउन्ट पनि 20% डिस्काउन्ट दिने होइन डिस्काउन्ट दिएन भने दाइलाई त फेरि म सामान सबै छोड्नु जान्छु नि दाइ सामान यसमा लेखेको छ है ए त्यस्तो कहाँ हुन्छ ए दाइ लास्टै बाटो हुनुहुँदो रहेछ है तपाईँ भन्दै जान्छ दाइ लास्ट बाटो रहेछ डिस्काउन्ट गरी हालेको भन्नुहुन्छ हाम्रो दाइ हामी त रेगुलर कस्टमर हो नि दाइ अब भाइलाई चिन्नु भएन क्या हो जोड्ने काम 2000 त गर्दै गर्दैन 1785 त भयो ए 5 मिनटको टास्कमा तिमीले 5000 पनि कटाउन सकेनौ गाह्रो छ त्यसमा 20% माइनस हाल्नु पर्यो नि त दाइ डिस्काउन्ट त म घरमा गएर चेक गर्छु नि फेरि दाइ 5 मिनटको टास्क दिएको थिएँ 1935 को बिल उठेछ 5 मिनटमा 5000 पनि सामान सपिङ गर्न सकेन चाहिँ मेरो बुढीले अहिले चाहिँ अब सामानहरू किनिसकेर अब हामी जान लागेको सामान हेर नि त बोकेर ल थ्याङ्क यू है दाइ 20% डिस्काउन्ट गरिदिनु भएकोमा धन्यवाद फेरि आइराख्नु भने हाम्रो बजार ल हामी आउँछौँ हामी आउने नै ठाउँ यहाँ आउँदा यहाँभन्दा अन्त कहाँ जानु र दाइले मिलाएर दिनुहुन्छ 20% डिस्काउन्टमा ल एनिवे ल आजको चाहिँ यो सपिङ सिक्यो अब अरू बाँकी चाहिँ पछि भेटौँला बाई बाई सी यू